साथीहरु सबैजनालाई सन्चै नै होला हामी पनि सन्चै छौ अनि आज चाहिँ हामीले न्यू भ्लग बनाउन जाँदै छौ सबैजनाले साथ दिनु होला सपोर्ट गरिदिनु होला माया गरिदिनु होला र सबै भ्लगर साथीहरुले हाम्रो भिडियोलाई सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला हामी चाहिँ आज काफल टिप्न जाँदै छौ हाम्रोतिर चाहिँ काफल पाकिसक्यो साथीहरु अनि तपाईको घरतिर चाहिँ काफल पाक्यो कि पाकेन भनिदिनु होला कमेन्ट बक्समा गएर कमेन्ट छाडिदिनु होला हामी चाहिँ एकछिनमा काफल टिप्न जाँदै छौ र यो भिडियो पनि तपाईहरुसँग शेयर गर्ने छौ साथीहरु हामी चाहिँ काफल टिप्नको लागि हिँडिसकेका छौ अब चाहिँ हामी काफल टिप्छौं अनि लिएर साँढेर खानेवाला छौं टक्क हामीले साँढेको भिडियो पनि हजुरहरुलाई देखाउने छौं हजुरकोतिर चाहिँ काफल साँढेर खानुहुन्छ कि हुन्न कमेन्ट गरिदिनु होला हेर्न सक्नुहुन्छ हाम्रो गाउँ सुन्दर गाउँ छ हाम्रो देख्न सक्नुहुन्छ यहाँ माथि बासकुना छ यहाँ चाहिँ मिठो मिठो सुन्तला पाउँछ हामी त 3 जना भएर जाँदैछौँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो नानी छिन् अनि यतापट्टि हाम्रो दिदी हुनुहुन्छ अनि अर्की सानी नानी पनि छिन् हेर्न सक्नुहुन्छ बाबा भन्दै छिन् हामी चाहिँ काफल टिप्नको लागि हिँडिसकेका छौँ साथीहरु मेरो पुन्टे छोरा पनि देख्न सक्नुहुन्छ यहाँ पन्नामा बसेर गीत गाउँदैछ बोल्न चाहिँ आउँदैन बल्ल सुरु हुँदैछ चाइनिज भाषा बोल्दैछ चाइनिज देख्न सक्नुहुन्छ हाम्रोतिर चाहिँ कसैकोमा काफल पाकिसक्यो कसैकोमा चाहिँ पाकेको छैन है बल्ल बतिला पनि लागेको छैन टक्कर गर्दैछ बाजेर चाहिँ अझै एउटा नानी बोगा भन्दै हुनुहुन्छ है साथीहरु देख्न सक्नुहुन्छ हाम्रो गाउँको केराघारी लसुन हाम्रो गाउँतिर चाहिँ लसुन राम्रै हुन्छ हेर्नु तर यहाँ त मोना लगाइसकेको रहेछ देख्न सक्नुहुन्छ हाम्रो दिदीहरु पछि पछि आउँदै हुनुहुन्छ यहाँ अर्की नानी पनि आइसकेकी छिन् काफल टिप्न जानलाई हामी सबैजनाले कुर्ती लाएर हिँड्छौं कुर्तीवाली हुँदैछौँ हाम्रो सानो नानी पनि पछि गएर कुर्तीवाली हुने छिन् स्कर्टवाली चाहिँ नहुनु होला हामी सबैजना हिँडिसकेका छौँ हाम्रो यो गाउँकै ठुलो घर होला है साथीहरु यो फेरि एकदम गाउँकै ठुलो घर आशिषी घर सबैको सानो सानो छ हेर्नु फुल कति राम्रो फुल भयो यहाँ चाहिँ केराघारी छ कति धेरै केराहरू फलेको छ देख्न सक्नुहुन्छ मेरो हात चाहिँ गलिसकेको छ देख्न सक्नुहुन्छ हामी यहाँ पुगिसक्यौँ अब चाहिँ हामी चाहिँ हजुरलाई काफलको बोटिम गएर भिडियो देखाउने छौँ अनि काफल टिपेको भिडियोहरू देखाउने छौँ देख्न सक्नुहुन्छ नानीहरू छ नानी फेरि बोकेर भिडियो बनाउने गाह्रो हुन्छ एक त फर्स्ट टाइम बनाएको हाम्रो डर लाग्छ साथीहरू हामी चाहिँ काफलको बोटमा आइसकेका छौँ देख्न सक्नुहुन्छ साथीहरू हेर्नु कति धेरै पाकेको छ हाम्रो गाउँतिर चाहिँ काफल तर यहाँबाट क्लियर चाहिँ देखिएको छैन है साथीहरू देख्न सक्नुहुन्छ काफल कालै भएर पाकेको छ यहाँ चाहिँ दिदी र नानीहरूले चाहिँ काफल टिप्दै होइसिन्छ हामी चाहिँ हरियालीमा आएको छौँ हाम्रो गाउँमा चाहिँ हरियाली छ है साथीहरू चाहनुहुन्छ भने घुम्न आउन सक्नुहुन्छ हाम्रो हरियालीमा चाहिँ कुखुरा पाइन्छ फलफुलहरू भनौँ न अनि माछाहरू तरकारीहरू सबै पाइन्छ साथीहरू देख्न सक्नुहुन्छ यो माछाको पालन हैन माछा पालन देख्नुभयो कति ठुलो छ अनि यहाँ चाहिँ काफलको बुढा पनि टन्नै रोपेको छ देख्न सक्नुहुन्छ साथीहरू तर हामीलाई चाहिँ डर लागेको छ है किनभने हामी यहाँ नसोधी आएको छौँ नि त फेरि तर डर चाहिँ लागेको छ डर लाग्यो नि के गर्नु खान मन लागेपछि देख्न सक्नुहुन्छ कति कालो भएर पाकेको छ काफल चाहिँ दिदीहरू चाहिँ टिप्दै हुनुहुन्छ मलाई चाहिँ खाना पनि दिनु भएन जुन भन्ने क्यामेराम्यानलाई खाना नदिएपछि के गर्ने है साथीहरू कति ठुलो ठुलो छ काफल पनि हाम्रो गाउँतिर आउनु है साथीहरू काफल खान मन लागेको भए फ्रीमा ओहो कति मिठो र गाली गर्नु होला छिटो टिपेर प्लास्टिकमा हालौँ नि हाम्रो चाहिँ धेरै डर लाग्छ खसो त्यही पनि साथीहरू
देख्न सक्नुहुन्छ मैले चाहिँ नानी बगेको भएर भिडियो बनाउन पनि गाह्रो भइरहेको छ हो कति कागबाट पलास्टिक हाल न भोलि साँधेर खाम्ला कस्तो कागज छ कि खानु यति ल क्यामेराम्यान चाहिँ अलि माथि गएर पुरै भिडियो देखाऊ भन्ने अझ बहरको क्यामेराम्यान चाहिँ म हो गाइजहरू अघिको क्यामेराम्यान यहाँ हुनुहुन्छ काफल टिप्दै अर्को स्यारो पुन्टीले नि काफल टिप्नलाई तिन हाम्रो माइली आन्टी देख्न सक्नुहुन्छ काफल यति धेरै पाकेको छ हेलो भन्छ हेलो हेलो भनेको कि ताता भनेको भोलिलाई थाहा छैन बेसी त गराइरहेको छु अर्को बुढामा पनि देख्न सक्नुहुन्छ एकदमै धेरै पाकेको छ अहिले म यहाँ खसेँ भने के हुन्छ देख्न सक्नुहुन्छ गाइजहरू यहाँ चाहिँ राम्रोसँग देखिरहेको छैन तर यहाँ झन् उठाको भन्दा पनि जस्तै धेरै पाकेको छ सबै काँचो काँचो देखिरहेको छैन तर यहाँ चाहिँ पुरै पाकेको छ देख्न सक्नुहुन्छ यो कालो कालो पुरै उताको बिचको कालो कालो पुरै त्यो पाकेको खाना मन छ भने आउनुहोला एकदमै धेरै मिठो छ गुलियो यो चाहिँ हामीले साधेर खाने भनेर हामीले यही खान थाल्यो काफल चाहिँ यति धेरै छ तर यहाँ राम्रोसँग देखिरहेको छैन ठुल्ठुलो जस्तै धेरै पाकेको छ राम्रोसँग यहाँ देख्न सक्नुहुन्छ यता झन् लास्टी धेरै छ यो देख्न सक्नुहुन्छ कालै यहाँ देख्न सक्नुहुन्छ गाइजहरू यहाँ यत्रो ठुल्ठुलो काफलहरू छ यहाँ राम्रोसँग देखिरहेको छैन खान मन छ भने तपाईँहरू पनि हरियालीमा आउनुहोला एकदम फ्रीमा मिठो र ठुलो यो भिडियो केही गरी हरियालीको अङ्कलसँग पुग्यो भने हाम्रो गाडी नगर्नु होला अर्को बाटो नि बुटातिर झन् लुटिन यहाँ राम्रोसँग क्यामेरा देखिरहेको छैन यहाँ चाहिँ हामी सबै जल्दी जल्दी राम्रोसँग टिप्न पनि मिलिरहेको छैन यहाँ चाहिँ देख्न सक्नुहुन्छ पातभन्दा धेरै काफल छ दिप्सिकाले एक्लै भएर पनि कति धेरै खिचिसक्यौँ तर हामी दिप्सिकाले क्या एक्लै भएर पनि कति धेरै बच्चालाई लाग्ला देख्न सक्नुहुन्छ यहाँ यत्रो भइसकेको छ देख्न सक्नुहुन्छ हाम्रो काफल दामी छ हेर्न सक्नुहुन्छ बराबर चाहिँ साधेर खाने हामीहरू चाहिँ यतातिर काफल भन्छ तपाईँकोहरूतिर चाहिँ के भन्छ यसलाई कमेन्ट गर्नु होला हाले काफल चाहिँ होइन यसलाई चाहिँ हामीले काफल भन्छौँ कोही कोहीतिर चाहिँ के अरे किबु कि किम्बु रे
किम्बु हो कि किबु मलाई यसको नाम राम्रोसँग थाहा चाहिँ भएन तर कमेन्टमा कमेन्ट गरिदिनु होला देख्न सक्नुहुन्छ यत्रो धेरै झर्दाको छ उड्नु टिप्नलाई नमस्ते भन्देऊ हेलो भन्देऊ हेलो हेलो यसलाई चाहिँ काफल मन पर्दैन होइन यो चाहिँ मेरो बहिनी यो चाहिँ मेरो माइली आन्टी देख्न सक्नुहुन्छ हरियालीको मान्छेहरू पनि आउँदै हुनुहुन्छ गाडी गर्नु भने चाहिँ त्यसको सिन हामीहरूले तपाईँलाई देखाउँछौँ ओ हरियालीको मान्छे आउनु गाडी त गर्नुहुन्न नि नभाचे किन है देख्न सक्नुहुन्छ यहाँ पनि देख्न सक्नुहुन्छ कति धेरै छ तर यहाँ चाहिँ हाइट पुग्दैन टिप्न सकिँदैन अग्लो अग्लो मान्छे आएर टिपेर खानु होला फ्रीमा एकदम मैले कतिचोटि फ्री भनिसकेँ त्यसको लागि माफ गरिदिनु होला नरिसाउनु होला गाइस हामी चाहिँ अर्कोतर्फ लागिसकेका छौँ अब चाहिँ हामी अर्को गोटीले राख्दैछौँ देख्न सक्नुहुन्छ कालै छ अहिलेको क्यामेराम्यान चाहिँ म हो नि अघिको क्यामेराम्यान चाहिँ उता हुनुहुन्छ देख्न सक्नुहुन्छ अघिको भन्दा पनि धेरै कालो छ यहाँ चाहिँ राम्रोसँग देखिन्न यही देख्न सक्नुहुन्छ कालो चाहिँ होइन पाकेको कालो र पाकेको एउटै छ कालो छ कि यहाँ चाहिँ यहाँको काफल चाहिँ एकदम धेरै मिठो रहेछ तर अघिको जस्तो गुलियो चाहिँ लागेन त्यो चाहिँ किरासँग खानुभयो देख्न सक्नुहुन्छ खाएर भन्नु खाएर भन्न न दाइलो मैले पनि खाए लगाए धन्नले चाहिँ आज काफे टिप्न आएर भाइ बहिनीहरू चाहिँ हटाइदिएको छैन एकदम त्यस्तो धेरै भन्न पनि बच्चाहरू कस्तो छन् साथीहरू कमेन्ट गरिदिनु हाम्रो बच्चाहरू त लाग्दै चकचके रुन्चे हन् रोएको रोए भनेको चाहिँ चाहियो भने चाहियो हो के 1 2 3 चाहियो बोक्न पर्छ घरको काम गर्न पाइँदैन अनि काम नगरेपछि काम गरेकिन भन्छ नि गाली गर्छ नि यस्तै हो साथीहरू जिन्दगीमा नेपाली भएर नेपाली बोल्न आउँदैन होला यस्तो धेरै माथि छ तर हाइट नपुगेर यहाँ होइन क्यामेराम्यान हुनुको बेफाइदै हो कि माथि टिप्न भ्याइँदैन एउटा हात क्यामेरा अर्को बाँदनी यहाँ पनि धेरै नै छ तर अघिको जस्तो एकदम धेरै मिठो चाहिँ लागेन मलाई सुरुको लास्टै मिठो छ तर यहाँ चाहिँ हल्का अमिलो गुलियो छ होइन अब हामी चाहिँ अर्को बोटी राख्छौँ सक्नुहुन्छ
दिने जहाँको यहाँ पर्छ राम्रोसँग बनाएर हेर्नु होला आयो होली तिमीलाई होली लाग्छ काम नपाइकी आइमे होली लाग्छ है होली सक्यो कि सकेन गाइस कमेन्ट गर्नु होला भने यो त सबै कुरा थाहा हुन्छ परे सुन्नु लाग्यो यो हामी भन्दा पनि म चाहिँ अर्को पोस्टरमा लागेको छु अङ्क देखाइछु यहाँ पनि रहेछ अनि हामी देख्न सक्नुहुन्छ त्यहाँ हेर्नु न कति धेरै झोक्का उता हेर्नु न नराम्रो बोलेकोलाई चाहिँ कट गर्दै हुन्छ अहिले आउनु छ मेटा यतातिर झन् धेरै छ हामीले चाहिँ गाली ओ गिस्काको हो के हामी चाहिँ यहाँ पढ्नदेखि आइरहेको तर गाडी गर्नु छैन उहाँको चाहिँ गिस्किने गाडी छ सो तपाईँहरू आउनु होला यहाँ चाहिँ केही भन्नु हुँदैन होइन गिस्काको मात्र हो मैले आन्टी चाहिँ यहाँ पुगिसक्नु भइरहेको छ काफर टिप्नको लागि अगाडि अगाडि हामी पछाडि पछाडि अब जाने हो हाम्रो आन्टी उहाँ यतिको गिस्काएर भन्नुभएको अझै दुकुरिसक्नु भएको थियो नबिराउनु नडराउनु भन्छ हामी चाहिँ बिराइन्छ हाम्रो काफल चाहिँ यत्रो भइसकेको छ देख्न सक्नुहुन्छ अरूभन्दा किरा पऱ्यो भने एकदम तर गीतको रूपको राम्रो थियो कि हामी सुरुस गरेर आएर चाहिँ जाने आएर त्यस्तो काले पनि भन्दै थिएन हामी अब हामीले यहाँ हाल्नुभन्दा धेरै खाइयो ठुल्ठुलो भएर बमिट हुनु पर्दैन देखिन सक्नुहुन्छ यहाँ चाहिँ कागज समाउन अप्ठ्यारो भएर बहिनीको खुट्टामा बाँधिदिनु भएको छ प्लास्टिक बिचरा खुट्टामा बाँधिदिनु भएको छ खाए है ओह माय गॉड कस्तो मिठो होइन रे यहाँको सुरुको जस्तो त हरियाली चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ भित्र केराहरू पनि छ यहाँ पनि माछा हो भोलिसम्म त बिग्रेला नि बिग्रिन्न र पहिलो कुरा तिनीहरूले भिडियो नै हेर्दैन नि तालतिर गएर म कतै त भनेर आउने काबलको बुटेर ताल उस भएको भनेको
हाम्रो चाहिँ काठमाडौँबाट पनि भ्याइसक्यौँ साथीहरू। अब चाहिँ हामी घर जाँदैछौँ। सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु होला। आजको भिडियो चाहिँ यति नै, भोलि फेरि लिएर आउनेछौँ। फेरि भल्लक हाल्नेछौँ, जानेर होस् या नजानेर भिडियो चाहिँ लिएर आउनेछौँ। तर सबैजनाले माया चाहिँ गरिदिनु होला साथीहरू, यही भन्न चाहन्छु। अनि केही गर्नु भने कमेन्टमा भनिदिनु होला। अनि भल्लकमा त के सुधार गर्नुपर्छ सबै भनिदिनु होला साथीहरू। अनि हामी सुधार्ने कोसिस चाहिँ गर्नेछौँ। आज चाहिँ हाम्रो फर्स्ट टाइम भल्लक बनाएको, जानी नजानी चाहिँ बनायौँ है साथीहरू। दिँदै जानु होला, नराम्रै भए पनि राम्रै भए पनि जस्तो भए पनि हामी भल्लक चाहिँ लिएर आउँछौँ साथीहरू। सबैजना हेरिदिनु होला। हामी चाहिँ आजको लागि यति नै भन्न चाहन्छौँ। फेरि भोलि फेरि अर्को भल्लक लिएर आउँछौँ साथीहरू। बाई 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 बाई।